कति मजा आयो बुढा। अनि सागरेको त 1 मिलियन सब्स्क्राइब पुगेछ युट्युबमा। के अरे 1 मिलियन सब्स्क्राइब? सरप्राइज होइन के बुढी 1 मिलियन सकर पकर राइज सब्स्क्राइब त हैन के बा, सब्स्क्राइब के त्यही सरप्राइज हो कि सरप्राइज के हो होइन पुगेछ। मलाई थाहा थियो एक दिन मेरो छोराले एकदम ठुलो काम गर्यो अनि त्यसै आज मेरो छोराले एकदम बवाल काम गर्यो। राम्रो काम गरेछ आफ्नो छोरो अरे, अनि नराम्रो काम गरेछ मेरो छोरो। बाबा क्या त्यो कुरा नगर, आज एकदम खुसीको माहौल छ, त्यस्तो कुरा गर्न हुन्न होइन। त्यो के अरे 1 मिलियन सकर पकर त्यही पुगेछ। त्यो खुसीले त आज त खुसी हुनुपर्छ ल। ए 1 मिलियन सकर पकर 1 मिलियन सकर पकर गाउँभरिकाले सागरेको त्यो उसले चाहिँ नि 1 मिलियन सकर पकर राइज गराएछ भनेर सबै थाहा पाउनुपर्छ। 1 मिलियन पुग्यो मेरो छोराको एकदमै हो 1 मिलियन। बुढा बुढा छोप छोरी छोप। लाग्थ्यो त तेरीका तिमीले उठाछौ कि मलाई झन् पल्टाछौ यार। उठा न यार। ठिक त हौ तिमी? ठिकै छु। यसरी पल्टेको त नि, अब त पार्टी गर्ने होला नि। पार्टी त्यो 1 मिलियन सकर पकर राइज भएको बेला चाहिँ पार्टी त गर्नै पर्ने हो बुढी, तर पैसा छैन के। तसँग त छैन नि पैसा? हुन सक्छ है यता पार्टी र मसँग हैन तिमीसँग हुन सक्छ। म हेर्छु है यहाँ त छैन, खल्तीमा हेरौँ है। खै यता बच्ची यता हुन सक्छ। यता टोपीमा पनि छैन। खै चप्पल खोला चप्पल खोला। चप्पलमा कहाँ पैसा राख्छु र मैले, बरु यहाँ राखेको थिएँ यार अलि अस्ति। यहाँ 10 रुपियाँ थियो, यही पागलले चोरी होला नि, यही पागलले चोरी होला नि। चोरेन मैले त्यस्तै। मसँग एउटा आइडिया छ के पार्टी गर्ने। हुन्न मेरो बुढकी त हुन्न। आइकेन के नाइ अरे यो भर्ने पार्टी गरिहालौँ है बुढी। तँलाई पैसा दिन्छु के? नाइ तिमीले दिन्न, म तिमीलाई यस्तो हो क्या, आज तेरो दाइको 1 मिलियन सकर पकर राइज पुगेछ। अब हामीसँग पैसा छैन, यसो पार्टी गरेन भने त गाउँमा बेइज्जत हुन्न। यसलाई सब म गरिदिन्छु। यसमा हाल्नु है, हाल्नु है। ल पैसा भयो। अब यसो गर्नु पर्यो, यहाँ सागरे घरमा छैन, टेन्सन नगरेर तर मैले किनिदिन्छु भनिरहेको छु। तर मैले बुढकी किन्दैन फेरि पैसा हालिदिन्छु क्या भनेपछि। ल अनि सुन, म जान्छु केक लिन, तिमीहरू जाऊ सागरलाई खोजेर लिएर आऊ। त्यसपछि त्यसलाई मस्त के अरे त्यसको सरप्राइज पुगे जस्तै हामीले त्यसलाई पनि सरप्राइज हो कि कट राइज के भन्छ नि त्यो दिनुपर्छ है। ल म केक लिनु गएँ, तिमीहरू खोजेर ल्याइहाल है। ल जाऊ। झन् भेटेर त्यसलाई यो फुसफुस पार्दिने भनेको। आमा त्यहाँ हेर्नु त। ल त यता लुक, म यता लुक्छु। त्यो आउने बित्तिकै सरप्राइज दिनुपर्छ है। ल ल त्यो आउने बित्तिकै मलाई यस्तो छिसा पारिदिन्छु। ल बजाइ छ। एक मिनट अरे पागलहरु, यो सब के को खुसियालीमा हो यो? तेरो युट्युबमा
1 मिलियन सरप्राइज पुगेछको सरप्राइज सब्स्क्राइबको सब्स्क्राइब ल बधाई छ सागरको घरमा 1 मिलियन पुग्यो के त्यो सागरीको घरमा ल मलाई त थाहै थिएन त ल अब त थाहा पाइस् नि तेरिका भयो त फेरि पनि ल बधाई छ तँलाई ल ल ल ल ल हिँड्छ ल ल साझा घर पार्टी हो ल हिँड्छ बाबु घर ल ल भ्याए मलाई बुढा ए बुढा बुढा होइन तेरो बा केक लिन गएको मान्छे अझै आएनन् त ल त यहाँ बस्दै गर हामी तेरो बाला लिएर आउँछौँ अनि यो गाउँभरिका सबलाई बोलाएर तेरो 1 मिलियन के अरे सरप्राइज पुगेकोमा सबलाई हो क्या आमा अघि त्यही सरप्राइज पुगेकोमा सबलाई के दिनियो त्यही पार्टी साटी दिनियो न ल सिन्जाम खोज्न पाउला ल यहीँ बस्दै गरे ल ल साथीहरू 1 मिलियन सब्स्क्राइब पनि पुग्यो अब तपाईँहरूले यो भिडियोमा झ्याम्म लाइक हान्नुहोस् त कमेन्ट हान्नुहोस् त 10,000 लाइक पुऱ्याउनु पर्यो यो भिडियोमा अनि कमेन्ट 500 कमेन्ट पुऱ्याउनु परेन सबैले ल मलाई बताइदिनु त लाइक कमेन्ट ढङ्गै दिइहाल्नुहोस् अब अगाडि के हुन्छ अरू हेर्नु होला अनि तेरो बाउ केक लिन गएको मान्छे कहाँ हो र खै मलाई के थाहा ल यता हिँड्छ यता छन्किन आमा जान्छ पा छ्या रक्सी खाएर बाटोमा सुत्दै बस्यन् तिमी केक लिन पथा जाऊ भनेको छोरी हात आमाले भन्छ पहिलाको पानी नखाउनाले केक लिन पऱ्यो पैसा दिन रक्सी खाएर हेर न अब कसरी पार्टी दिनु त्यसो तपाईँ मसँग छ पैसा भनेको तर त केक लिन पठाएको मान्छे यहाँ रक्सी खाएर बाटोमा फर्किने ल त गाङ खाएर बोला पनि सुताइन्न बोला केक सेक लिएर आउँछु ल त यहाँ बसिदिनु जाऊ म बर्बाद भएको कतिलाई खाउला ओ सुन्दामले आज हाम्रो घरमा पार्टी हो आउनु होला है केका पार्टी हो र फेरि तिम्रो भिखारीका घरमा धेरै भिखारी भनेर नआए त हाम्रो सागरको 1 मिलियन सब्स्क्राइब भयो युट्युबमा त्यही उपलक्ष्यमा पार्टी हो आयो अहिले केक खान चुरोट खाने फुकेर खाने थुकेर खिम्या बुढीलाई यो छोटुमा। के भयो आज हाम्रो घरमा पार्टी छ आउनु होला है आज पार्टी के को पार्टी हाम्रो सागरको त युट्युबमा 1 मिलियन सब्स्क्राइब पुग्यो रे 1 मिलियन? पार्टी हो 1 मिलियन अँ अनि आमा गइ त आमा आमा पैसा लिएर केक लिन जानु भयो पार्टी गर्नको लागि आमा जो केक लिन गएको अँ। ल त्यसो भए त म आउँछु ल ल ल ल ल 1 मिलियन पनि गएको अब घिम्या बुढीलाई भेट पनि हुने भयो ए सुप्रिया हजुर आज हाम्रो घरमा पार्टी आएछ है केको पार्टी हो सागरको युट्युबमा 1 मिलियन सब्स्क्राइब भयो के अनि त्यही भएर पार्टी हो र हस् नन्द बहिनी केको नन्द हो बिहान हुँदै नन्द रे धेरै चप्किन पर्दैन आएस् त्यहाँ खिम्या बुढी आहा यो मनिषाको पैसा हात पार्न पा आइडिया के भयो चट्नी के भयो मलाई समस्या भयो के समस्या परेर मलाई 120 40 50 मलाई
दिदीको साह्रै समस्या पर्यो भएर मलाई 150को समस्या पर्यो म एक्लोलाई कसैले दिएनन् मलाई कसैले दिन्छु नि त किन के भयो भन्नु न थ्याङ्क यू आफ्नो मनको पीडाहरू भन्नु न छोड दिदी मनको पीडा भन्यो भने मन हल्का हुन्छ अरे कि हो र ल बसेर सुनाउँछु मैले